जुन अहिले पहिरोले बगेको देखेको चाहिँ लाङटाङ भ्यालीको पुरानो बस्ती थियो यहाँ पहिला, जुन बस्ती चाहिँ 2072 सालको विनाशकारी भूकम्पले पुरै बस्ती नै पुरेर बगाएको थियो। त्यस समयमा लगभग 200 जना भन्दा बढी यहाँका स्थानीय बासिन्दाहरूले शहादत प्राप्त गरेका थिए। अहिले चाहिँ त्यो माथिल्लो बस्तीमा चाहिँ अलिकति बाक्लो बस्ती देखिन्छ लाङटाङ भ्यालीको। पहिला चाहिँ पुरानो चाहिँ बस्ती चाहिँ यो जुन अहिले पहिरोले बगाएको देखाएको ठाउँ छ, यो चाहिँ भूकम्पले चाहिँ यसरी घरहरू सबै पुरेर बगाएको थियो।